दर्शन नमस्ते साथीहरु, अहिले म सौरामा छु। देख्न सक्नुहुन्छ मेरो पछाडि सौरा लेखेको बोर्ड। हेर्नुस् है साथीहरु, कति मान्छे सौरामा भेट छ। सूर्यास्तको समय हुन लागेको छ होला, त्यसै छ। पारिपट्टि नेशनल पार्क, यो राप्ती नदी देख्न सक्नुहुन्छ कति सुन्दर अनि नेचुरल छ चितवन नेशनल पार्क। यहाँ देख्न सक्नुहुन्छ पुरै भिड छ। सौरा लेखेको बोर्डमा फोटो खिच्नलाई हेर्नु साथीहरु, भिड छ। सबै फोटो खिच्ने व्यस्त छ। ल हेर्नुस्, प्रायः मान्छेहरु बेलुकातिर आउने गर्दछ यहाँ सौरामा। ल हेर्नुस्, टुरिस्ट देख्न सक्नुहुनेछ। कति रमाइलो अनि सुन्दर छ। ल नेचुरल प्राकृतिकले सुन्दर छ यो चितवन नेशनल पार्क। ल सौरा हेर्नुस्, यो सौराको होटलहरु देख्न सक्नुहुन्छ। यो सबै यो कर्कटाइलको स्ट्याचु छ यहाँ। हामी जंगल सफारी नि गएका थियौं। ल यो देख्न सक्नुहुन्छ जंगल सफारी। ल हाम्रो टिम, हाम्रो ग्रुपको टिमले हेर्नुस् जंगल सफारी। हामी जिपमा गएका थियौं। ल हेर्नुस् 2 घण्टाको जंगल सफारी हाम्रो। ल हाम्रो गाडी 10 मिनेटको लागि रोकेको छ। हेर्न सक्नुहुनेछ पछाडि हाम्रो गाडी हो। ल हाम्रो जंगल सफारीको जिप हेर्नुस् साथीहरु, तपाईहरु पनि आउन सक्नुहुन्छ हात्ती सफारी, जिप सफारी, जंगल सफारीको लागि। रमाइलो छ। हेर्न सक्नुहुन्छ यहाँ न्युरो टिपिरहेको छ। देख्न सक्नुहुन्छ यहाँ न्युरो टिपिरहेको छ। हेर्नु साथीहरु, न्युरो देखाइदिनु त। न्युरो हुन्छ नाको मान्छे हामी नि साग देखेपछि साग टिक्नु लाग्यो। यहाँ चित्तलहरु पनि देख्न सक्नुहुन्छ। जराहरू कति एक बथानमा चरिरहेको देख्न सक्नुहुनेछ। ल हात्ती आयो, हात्ती सौरा बजार, हात्ती सफारी गर्न सक्नुहुन्छ। एकदम रमाइलो छ। यहाँ यो 2टा गैंडा चरिरहेको छ। टुरिस्टहरु फोटो खिच्नेमा व्यस्त छ। हामी पनि हेर्छौं एकछिन गैंडा चरेको। ल 2टा गैंडा कति सुन्दर। ल यो 2टा गैंडा चरिरहेको छ। हेर्नुस्, तपाईहरु पनि आउन सक्नुहुन्छ गैंडा, हात्ती हेर्न र जंगल सफारीहरुमा। कति मजा चरिरहेको छ 2टा गैंडा। हेर्नुस्, कति सुन्दर छ। हात्ती आयो, हात्ती। ल देख्न सक्नुहुन्छ हात्ती। ल सूर्यास्तको समय छ। टुरिस्ट जंगल सफारी गरेर फर्किँदैछ। ल हेर्नुस्, तपाईहरु पनि आउन सक्नुहुन्छ। सौरा एकदम सुन्दर छ। यो भिडियो मन परेमा लाइक, शेयर र फलो गरिदिनु होला। धन्यवाद साथीहरु।